Hello everyone, you're welcome and welcome back to my channel. आज चाहिँ म तपाईहरुको लागि मेरो एउटा नयाँ भिडियो लिएर आएको छु जुन चाहिँ मुक्बाङसँग रिलेटेड छैन। यो चाहिँ मेरो बेबी शावरको भिडियो हो। बेबी शावरको भिडियो भन्दा नि बेबी शावरमा मैले मेरो बेबीको लागि के पाए हैन, मैले मेरो बेबीको लागि के प्रिपेयर गरिरहेको छु भन्ने कुराको भिडियो हो। सो मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र कस्तो लाग्छ प्लिज प्रतिक्रिया दिनु होला। म एउटा गरेर मेरो गिफ्टको रिभिल गर्नेछु है। कुनै मैले खोलिसकेको छु र कुनै खोलेको पनि छैन। सो एउटा गरेर देखाउने छु। अनि मेरो चाहिँ बेबी शावर चाहिँ लाइक 2 टाइम भएको थियो। एउटा चाहिँ मेरो 35 विक्समा भएको थियो र एउटा चाहिँ 36 विक्समा भएको थियो है। सरी 34 विक्स र 36 विक्समा। मेरो 36 मेरो खास प्लानिङ चाहिँ 36 विक्समा गर्ने प्लानिङ थियो। तर यहाँ मेरो बहिनीहरूले चाहिँ हैन हाम्रो चाहिँ लाइक अचानक एउटा सरप्राइजमा आइदिनु भयो र त्यति बेला पनि गरे। अनि त्यसपछि लास्ट भन्दा नि अब गस्ती गएको सन्डे त्यसै त्यति बेला मेरो फोटोसुट थियो र फोटोसुटको दिनमा पनि हल्का 1-2 जना साथीहरु आउनु भएको थियो र त्यति बेला पनि बेबी शावर जस्तै भएको थियो। फर्स्टमा छ यो आगाबाङ भन्ने चाहिँ एउटा सप रहेछ हैन। आगा भनेको चाहिँ कोरियामा चाहिँ बच्चा। यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ मेरो बेबीको लागि टोपी यस्तो यति नरम छ कि यो कपडा हेर्नु है, यति नरम छ, यति मुलायम छ। यो चाहिँ बच्चाको के भन्छ न्यापकिन जस्तो टिस्यु भनौँ के भनौँ यसलाई, अब टावल भनौँ है। अनि यहाँ छ सानो कति क्युट, यो पनि एकदमै नरम। गरम महिनामा चाहिँ सायद यसको पसिना यसले मजाले सोच्छ है यो कपडाले चाहिँ। यो एउटा भयो। एउटा फेरि कपडा चाहिँ किनेपछि जस्तो छ त्यसरी राख्नु मन लाग्छ है। यो चाहिँ एकदमै धेरै छ, हामीले पनि किनेको थियो 40 वटा। अनि जसले पनि गिफ्ट आइदिनु भएको छ उहाँहरूको पनि कपडा पछि चाहिँ 4-5 वटा छ र बेबीको लागि एकदमै जरुरी रहेछ है। एउटा भयो। एन्ड देन अर्को छ यो पनि आगाबाङकै हो। यो पनि मैले पहिल्यै खोलिसकेको थिएँ। अरू भन्दा नि के मन पर्यो भन्दा चाहिँ बच्चाको हुन्छ नि, बच्चा भन्दा अब बाहिर देश भएर कि के हो हैन, नेपालमा त्यसरी प्याकिङ गरेर कपडा त खासै आउँदैन। प्याकिङ यति राम्रो के हुन्छ नि, यो रिबनले यस्तो मजाले बेरेर राखेको थियो। मैले चाहिँ खोलिदिएँ है। यो चाहिँ मलाई मेरो एउटा दिदीले दिनुभएको है। अनि यो चाहिँ हाम्रो मेरो हस्बेन्डको क्रिकेट खेल्ने भाइ र बहिनीले दिनुभएको हो। उहाँहरूले चाहिँ कार्ड सँगसँगै लाइक यो सँगसँगै एउटा कार्ड पनि दिनुभएको छ है। म पढेर सुनाउँछु। उहाँले चाहिँ भनेको छ, दाई भाउजू कङ्ग्रेचुलेसन फर कमिङ न्यू बेबी फर द बेस्ट विसेस, गड ब्लेस यू, सुभाष एन्ड रिद्धि। यो चाहिँ सुभाष एन्ड रिद्धि भाइ बहिनीले दिनुभएको हो है। धेरै धेरै धन्यवाद फर द गिफ्ट। अनि आइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद है। खुसी लागेको थियो त्यो दिन, एकदमै रमाइलो भएको थियो कि। यो बच्चाको यसलाई के भन्छ, र्याले खाँदाखेरि युज गर्ने है। अनि हामीले चाहिँ बेबी चाहिँ रिभिल गरेको छैनौँ, गर्ल्स छ बोय छ के हो थाहा छैन। जे पाए पनि फर्स्ट बेबी हाम्रो स्पेसल हुनेछ हैन, सबैको माया धेरै पाउनेछ भन्ने थाहा छ मलाई। त्यही भएर चाहिँ रिभिल चाहिँ गरेको छैनौँ। यो चाहिँ जम्पर जस्तो है। यो चाहिँ लाइक ऐला त हुँदैन, यो चाहिँ अब अलिकति बढेपछि 4-5 महिना लागेपछि हुन्छ जस्तो लाग्छ है। अरू 1-2 वर्ष 1 वर्ष पनि हुनसक्छ, हिँड्ने बेला पनि लाग्छ है। यो चाहिँ अलिक ठुलै छ। सो यसलाई चाहिँ म अहिले मैले यो कपडा चाहिँ धोएको छैन, किनभने बेबीलाई युज हुने कपडाहरू मात्रै मैले चाहिँ धोएर राखेको छु है। अनि यो चाहिँ माथिको टी सर्ट र यसको सेट छ सुरुवाल है। अनि भाइ बहिनीले चाहिँ छोरा नै पाउँछ भनेर गेस गर्नुभएको भएर कुनै पुरै ब्लू कलरको छ। यहाँ पनि छ, यो दुईटा छ यहाँ पनि जस्तो त्यसरी नै प्याकिङ गरेर राखौँ है। यसको यो कार्ड पनि कार्डलाई यहाँ राख्छु मैले। अनि नेपालमा त अब नेपाल अरू देशको थाहा भएन है के सामानहरू प्याक गर्नुपर्छ नि त हस्पिटलको लागि बेबीको लागि। यहाँ कोरियामा चाहिँ के सजिलो छ भन्दाखेरि बच्चाको लागि सामान केही प्याक गर्नु पर्दैन, जस्ट 1 सेट कपडा लगे पुग्दो रहेछ है। किनभने त्यहाँ डाइपरदेखि लिएर बच्चा कति दिन बस्छ, 3 दिन 4 दिन 5 दिन कति दिन बस्छ, त्यो सबै चाहिँ हस्पिटलले नै दिँदो रहेछ। सो जस्ट मैले चाहिँ मेरो लागि मात्रै कपडा लगे पुग्दो रहेछ, मेरो लागि र मेरो हस्बेन्डको लागि बस्नको लागि चाहिँ उहाँको लागि सिरानी ओढ्ने लानुपर्ने रहेछ। अरू चाहिँ सबै हस्पिटलले नै गरिदिनु भएको भएर चाहिँ सामान चाहिँ धेरै नचाहिने रहेछ है। अनि अर्को एउटा यो चाहिँ एउटा बहिनी भाइ बहिनीले दिनुभएको हो है। यो चाहिँ मैले अहिलेसम्म खोलेको पनि छैन, आज चाहिँ म खोल्नेछु। यो
उहाँ अर्को एउटा दिनु भएको छैन, मैले कहाँ राखेको छु। यो चाहिँ हेर्नु न प्याकिङ कति राम्रो, प्याकिङ देखेर नि किन्न मन लाग्ने कि। अनि बच्चाको सपमा जानुपर्छ, त्यो बच्चाको के भन्छ त्यसलाई, कपडा, बोइज भन्दा नि गर्ल्सको कपडा यति क्युट पाउँछ, यति क्युट पाउँछ, हेरेरै बसाउँछ हुन्छ। त्यो जति हेरे पनि आँखामा नबिजाउने भन्छ नि त्यस्तै। वाह, यसलाई के भन्छ, रम्पन भन्छ के भन्छ, मलाई त नाम पनि थाहा छैन। यो चाहिँ लाम्बौलेमा रहेछ है। यो चाहिँ 5वटा सेट छ। बहिनीले चाहिँ यो चाहिँ सबै सेट कलर मिलाएर ल्याइदिनु भएको छ है, गर्ल्स बोइज जसलाई पनि हुने। यो चाहिँ लामोमा रहेछ। यस्तैमा चाहिँ हामीले चाहिँ हाफमा किनेको छौँ कि, त्यो अहिले म अहिले देखाउँछु। यो चाहिँ लामोमा रहेछ, ठिकै छ। यहाँ पनि छ अहिलेको टावल। यो टावल चाहिँ एकदम युज हुने रहेछ बच्चाको लागि। यहाँ चाहिँ म सबै मैले खोलिनँ, जस्तो छ त्यसरी नै प्याकिङ गरेर राखौँ। मैले छोड्दिनँ, यो धुनुपर्छ। मैले चाहिँ यो यस्तै गरेर भिडियो एउटा बनाउँछु भनेर चाहिँ यो गिफ्ट आएकोहरू चाहिँ मैले धोएको छैन क्या। अरू हामीले किनेको चाहिँ धोएर राखिसकेको छु, अरू चाहिँ धोएको छैन। प्याक है, जस्तो छ त्यसरी नै प्याक गरेर त्यस्तै हो। अनि छ यो चाहिँ प्याकिङ अलिक बिग्रेको छ है। यो चाहिँ बच्चाको टावल, त्यो ऱ्याप गर्ने टावल हुन्छ नि, ऱ्यापर टावल है। यो चाहिँ हाम्रो सिरानी बहिनीले दिएको हो। त्यो बच्चाको ऱ्याप गर्ने टावल यस्तै ठुलो छ। अनि कति नरम छ कि मुलायम, यो चाहिँ एकदमै ठुलो छ। कसरी ऱ्याप गर्ने हो त थाहा छैन, अब बिस्तारै सिक्दै जान्छु। अर्काको देशमा बच्चा पाउन गाह्रो हुन्छ, नेपालमा भए सबैजना हुन्छ है। यहाँ त बुढाबुढी मात्रै। अब बेबी डेलिभर भएपछि कसरी गर्ने हो, के गर्ने हो केही थाहा छैन। यो दुईजनाले सिक्दै जाने। थालिदिन्छु है। अनि छ यो चाहिँ हाम्रो आशा बहिनी र मुना बहिनीले दिएको है बेबीको। यो चाहिँ मैले अहिलेसम्म खोलेको पनि छैन, म अब खोल्छु होइन। प्याकिङ हेर्नु न, यो प्याकिङले गर्दाखेरि नै खोल्नै मन लाग्दैन कि मलाई। यो रिबनहरू राखेको यो गरेर तर के गर्नु, खोल्नुपर्छ है। खोलेँ मैले, फेरि पाएपछि युज गर्नुपर्छ। यो चाहिँ प्याम्पलेट रहेछ। यहाँ चिकन खाएको चाहिँ कारण नमान्नु होला, किनभने मेरो चाहिँ यो एकदम मुख चाहिँ मुख बिग्रिरहेको छ है। खाना केही खाएपछि एकदमै नराम्रो फिल भएको छ नि, केही न केही मुखमा चाहिन्छ। त्यही भएर चाहिँ बेबीको बोतल यो चाहिँ ठुलोमा रहेछ है। त्यो 360 ml-सम्मको लागि सबै धुनुपर्ने छ कि। यो चाहिँ 270 ml साइजको रहेछ। यो चाहिँ भर्खरै जन्मिने बित्तिकै दिने होला बच्चा, 150 ml-को। यो के हो, वाट इज दिस, कसरी खोल्ने हो, वाट इज दिस, सायद निप्पल राख्ने कुरा पक्नु के हो यो, आई डोन्ट नो वाट इज दिस है। के हो यो थाहा छ कसैलाई? निप्पल राख्ने कुरा हो कि मेबी धोएर, आई डोन्ट नो। मैले त प्याम्पलेट हेर्नुपर्छ, मलाई थाहा भएन है यो चाहिँ के हो भनेर। आई डोन्ट नो, केही आइडिया पनि छैन। अनि यो चाहिँ के हो, यो पनि निप्पल लाग्ने कुरा जस्तो छ। अब लेख्न त लिएको छ तर यो चाहिँ नबुझ्ने भाषा छ, कुन देशको भाषा आई डोन्ट नो। के रहेछ एभ्रिथिङ एट वाच भन्दै लेखेको छ। त्यो थाहा छैन मलाई के रहेछ, ल हेर्नु भाषै नबुझ्ने भाषा छ। के भाषा लेखे आयो, कुन देशको हो यो? ल सायद सुथर राख्ने कुरा सेपरेटली।
यो चाहिँ फर्मुला मिल्क एक ठाउँमा राख्ने चाहिँ फर्मुला मिल्क राख्ने ठाउँ रहेछ। एउटामा चाहिँ तपाईँको सिरियलहरू बच्चालाई खुवाउन अलिपछि त्यसको लागि रहेछ है। हाम्रो चाहिँ सुक्खा राख्ने कुरा रहेछ। अर्को छ बच्चाको ल जुन चाहिँ यो बच्चाको सुक्खा है। चाहिँ बच्चालाई यो राख्न मिल्छ कि मिल्दैन सबै चेक धुनुपर्छ है। मैले सब हातले छोइरहेको छु जताभावी। यो चाहिँ के हो? यो चाहिँ हल्का किरिङ जस्तो रहेछ। खासै केही छैन मैले देखाएँ। मैले यो चाहिँ टाइप गरौँ। यो चाहिँ हामीले हाम्रो तर्फबाट बेबीको लागि ब्ल्याङ्केट हस्पिटलबाट आउँदाखेरिको। तर यहाँबाट हस्पिटलबाट नि बेबीलाई ब्ल्याङ्केटहरू दिन्छ भनेको त छ होइन। त्यही पनि बाई चान्स यदि दिइहालेन भने चाहिँ वी निड टु प्रिपेयर होइन। त्यही भएर यो चाहिँ मैले धोएर राखेको छु। धोएर है कति मैले हस्पिटलमा लाने ब्यागहरू चाहिँ प्याक गरिसकेको छु। चाहिँ हस्पिटलमा नलानेहरू है। अर्को यहाँ छ अनि एउटा छ जुन चाहिँ मलाई मेरो नेपालबाट दिदीहरूले पठाइदिनु भएको है। यो नेपालमा चाहिँ यो चोलो भटक सेट एकदम फेमस रहेछ जस्तो लाग्यो मलाई चाहिँ। राम्रो ठाउँमा गएको है। यो चोलो भटेको सेट सायद नेपालमा तपाईँहरूले पनि देख्नु भएको छ होला है। यो चाहिँ 2 जोर मगाइदिनु भएको थियो। एक जोर चाहिँ मैले हस्पिटलमा लानु लगाएको छु किनकि बेबीलाई घर ल्याउँदाखेरि मात्रै एक जोर चाहिने रहेछ। त्यो एक जोर चाहिँ मैले प्याक गरेको छु। यो चाहिँ अर्को जोर हो। बच्चाको टोपी मैले चाहिँ जसमा चाहिँ हामीसँग बच्चाको टोपी खासै छैन किनकि बच्चा गरिब महिनामा जन्मिन्छ र एउटा किन्नुपर्छ। सुरुवाल अनि चोलो यो चाहिँ म बच्चालाई चाहिँ बच्चाको न्वारानमा लगाइदिने सोचमा गरेको छु। यो चाहिँ न्वारानमा एउटा नेपाली सेट लगाउने भनेको भएर नेपालबाट यो चाहिँ दिदीले पठाइदिनु भएको। एकछिन बोल्नु हुँदैन स्यास्या हुन्छ। अघि मैले भनेको है अघि एउटा बहिनीले चाहिँ यो चाहिँ लाइक फुल स्लिभमा थियो। यो चाहिँ हाफ स्लिभमा छ है। यो चाहिँ हामीले किनेको बेबीको लागि। ओके भिडियो चाहिँ बनाउँदा बिचमा एकछिन स्टप गर्नु पर्यो। मेरो हस्बेन्डको फोन आएको थियो है। अब मसँग छ अब चाहिँ सायद लगभग सकिसक्यो है। र यो छ बेबीको कपडा। यो पनि अलिक ठुलै छ है। यो पनि जम्पर है। यो पनि बच्चा अलिक ठुलो भएपछि नै सायद 4 खुट्टाले हिँड्ने बेला लगाउन मिल्छ कि। तर बच्चा 4 खुट्टाले हिँड्दाखेरि जाडो महिना आइसक्छ। फेरि कोरियाको जाडो महिना ओ माइ गड भन्नुहुन्छ भने जापान कोरियामा जापान भन्दा आएछ अझै पनि गर्मी महिना आएको छैन। नेपालमा यति गर्मी भइसक्यो भन्छ है आमाहरूले। यहाँ भने स्टिल म मेरो डगीलाई पार्कमा लैजाँदाखेरि म जाडो ज्याकेट लगाएर हिँड्छु कि किनकि हावा यस्तो चिसो आउँछ है। अनि हाम्रो पनि यहाँ समुद्र नजिकै पनि छ। हिँडेमा 2 मिनट हिँड्ने बित्तिकै समुद्र आउँछ है। सो अब मेबी अप्रिलको अब अप्रिल सकेपछि अब अलिक गर्मी लाग्छ कि सायद है त्यो पनि थाहा छैन। अनि हाम्रो यो दुईवटा दिने चाहिँ गिफ्ट दिने चाहिँ भाइ बहिनी चाहिँ एउटै सेम हुनुहुन्छ है। अनि अर्को छ यो चाहिँ बच्चाको मोजा। यो चाहिँ पन्जा अनि यो चाहिँ हाम्रो मोजा छ 5 सेट है। यो चाहिँ मैले प्याक गरेको छैन। सो मैले यसलाई पनि प्याक गर्नुपर्ने छ अहिले हस्पिटल ब्यागमा। अनि छ मैले भन्थेँ नि बच्चाको होइन उस
पहिला त्यसलाई सुगाउनु हुन्छ है टावल चाहिँ यो चाहिँ एकदमै धेरै छ है कति एकदम सफ्ट नरम अनि मसँग यो चाहिँ हाम्रो मेरो माई डियरेस्ट एन्ड डियरेस्ट बहिनी भनौँ कि नन्द भनौँ कि है हुन त म भन्नु उहिले ठुलो तर मेरो बुढाको रिलेसनले गर्दा चाहिँ मैले उसलाई बहिनी भन्नु पर्छ मलाई भाउजू भन्नु प्रतिभा र दिपक भाइको तर्फबाट यो चाहिँ बेबी क्यारियर है आई डोन्ट नो कसरी गर्यो यो अब बच्चा पाएर बच्चा 4-5 महिना भएपछि मात्रैसम्म बोकिन्छ होइन यो चाहिँ बच्चा बोक्ने क्यारियर छ है एकदम राम्रो छ त्यहाँको यो अरूभन्दा नि बच्चाको यो सिट जस्तो भएको भएर बोक्नेलाई पनि सजिलो अनि बस्ने बच्चालाई पनि सजिलो यो चाहिँ जुनै तरिकाले पनि अब दुध खुवाउँदाखेरि चाहिँ यसलाई निकालेर युज गर्न पनि मिल्दो रहेछ है कम्मरमा बेलेर यो चाहिँ स्पेसली मेरो बुढाको लागि गिफ्ट हो किनकि 9 महिना त मैले मेरो बच्चालाई मेरो पेटमा राखेँ अब निस्केपछि त उसको बाउले पनि त बोक्नु पर्यो नि त होइन त्यो स्पेसली मेरो बुढाको गिफ्ट हो बाहिर हिँड्दाखेरि बच्चालाई त बोक्नुपर्छ अनि डराउनुहुन्छ कसरी गर्ने होला भनेर एक्सपिरियन्स भएको मान्छेलाई पनि सुन्न डर लाग्छ नि त है यो चाहिँ आई नो मी इजी ट्रिप बिगिन्स विथ लभ भन्ने ब्रान्डको रहेछ नि त्यो प्याक गर्नु चाहिँ अलिकति गाह्रो छ कि यो सायद यसको कभरको भएन होला जस्तो लाग्छ है मेरो चाहिँ बेबी सावरको गिफ्ट चाहिँ यति नै हो है जो पनि मेरो बेबी सावरमा आइदिनु भयो भाइ बहिनीहरू सबैजनालाई चाहिँ हृदयदेखि एकदमै धेरै 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 धन्यवाद दाइ र भाउजूको तर्फबाट दिदीको तर्फबाट है र यति धेरै मेरो बेबीको लागि गिफ्ट आउँछ भनेर पनि सोचेको पनि थिएन सबै गिफ्टहरू आयो एकदम खुसी लाग्यो है र यति नै हो मेरो भिडियो चाहिँ प्लिज अघि मैले भनिसकेँ भिडियो चाहिँ फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला बोरिङ भयो भने पनि भनिदिनु होला कस्तो भिडियो लाग्यो कमेन्ट गरिदिनु होला र इन द फ्युचर बेबी डेलिभर भएपछि के गर्नुपर्छ भनेर पनि प्लिज टिप्सहरू पनि कमेन्टमा लेखिदिनु होला है कति मेरो फर्स्ट बेबी हो कसरी गर्ने के गर्ने है थाहा छैन अब कुनै पनि बेला बेबी चाहिँ अब डेलिभर हुनसक्छ कति 37 विक्स लागेपछि त लाइक डक्टरले पनि भनेको छ कि तपाईँको चाहिँ बेबी चाहिँ 29 नकट्न पनि 39 विक्स नकट्न पनि सक्छ अगाडि पनि आउन सक्छ भनेर भन्नुभएको छ होइन लास्ट स्याटरडे चेक गर्न जाँदाखेरि किनभने बच्चाको सबै हेर्नु भएको थियो क्या बच्चा कसरी चलेछ के छ भनेर अब चाहिँ विक्समा बोलाएको छ अब यो स्याटरडे पनि हामी जानेछौँ होइन बच्चाको लागि अब चाहिँ घरहरू खुलेको छ कि छैन के छ भनेर चेक गर्छ भन्नुभएको छ र ओके भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरू पनि अब चाहिँ म चाहिँ मेरो बेबीको आफ्टर बेबी डेलिभर भएपछि चाहिँ मैले मेरो बेबीसँग कसरी टाइम स्पेन्ड गर्छु लाइक डेहरू कसरी बिताइराखेको छु भन्ने भिडियो राख्ने सोचमा गरिरहेको छु होइन पहिला चाहिँ मैले धेरै वर्ष ग्याप राखेँ भिडियो बनाउन होइन अब केही त्यस्तै हो अब बिहा गरेपछि धेरै कुराहरू हुन्छ बिजी हुन्छ गर्न पाइँदैन होइन अब चाहिँ मेरो बेबी भएपछि चाहिँ अब सब फुल्ली टाइम मेरो बेबी अनि हाम्रो डग पनि छ होइन सुरा उसलाई दिनुपर्छ अब हामी चाहिँ हाम्रो डेली लाइफ म सुरा अनि हाम्रो बेबी सुराको भाइ अथवा बहिनी के आउँछ थाहा छैन हामी तीनजनाको भ्लग चाहिँ स्टार्ट हुनेछ बिकज मेरो हस्बेन्ड चाहिँ अलिकति अप्ठ्यारो मान्नुहुन्छ सो उहाँ चाहिँ आउनु हुँदैन हामी तीनजनाको भिडियो चाहिँ आउनेछ अब रेगुलरली आउनु नसके पनि सकेसम्म कोसिस गर्नेछु कि भिडियो मैले राखिराखौँ होइन हजुरहरूलाई अपडेट दिइराखौँ किनकि केही भिडियो तर्फबाट मेरो फ्यामिलीहरू पनि हेर्नुहुन्छ नि त म डेली लाइफमा कसरी मेरो लाइफ बितिरहेको छ भनेर है सो गाइज थ्याङ्क्स फर वाचिङ अनि कुनै पनि यदि साथीहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई चाहिँ
लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अब चाहिँ म यो मेरो यो युट्युब आइडीको यो युट्युब भिडियो चाहिँ कन्टिन्यू गर्न चाहन्छु होइन। अलिक बेबी अलिक ठुलो भएपछि चाहिँ मैले मुकबाङ भिडियो पनि लिएर आउनेछु। बिचमा म बिरामी भएको कारणले मैले मेरो भिडियो चाहिँ स्टप गर्न परेको थियो है। अहिले चाहिँ म फुल्ली के भन्छ रेडी छु है। म मेरो त्यो जुन मलाई बिरामी भएको थियो त्यो पनि सन्चो भयो। सो ओके गाइज, बाई बाई।